हेलो एभ्रिवान, सदा झै आज फेरि पनि मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। म फेरि पनि मिनी भ्लग लिएर आएको छु। साँच्चीकै आजको दिन धेरै रमाइलो दिन पनि थियो, तर पनि अलिकति दुःख पनि लाग्दो दिन थियो। मेरो छोरी धेरै रोएर सताइरहेको थियो, सुत्न पनि दिइरहेको थिएन, रातभरि पनि सुतेन, दिनभरि पनि। अनि अहिले चाहिँ रोइरहेको थियो, बहिनीले पनि भुलाइरहेको छ, मानिरहेको थिएन आजको दिन। यस्तै गर्दै दिन गइरहेको थियो। आजको दिन चाहिँ विशेष गरी छोरीसँग धेरै समय बिताउनु परेको छ। अनि भोक लागेर दिउँसो फेरि मैले मेरो छोरी जेठी छोरीलाई चाउमिन लिएर आऊ भनेर चाउमिन लिएर आयो। अनि चाउमिन बनाएर खायौँ, रमाइलो भयो। जे होस्, चाउमिन मैले त्यति खाएन, अलिकति खाएँ। अनि सबैजनाले खायौँ मिलिजुली, अनि रमाइलो भइरहेको थियो। अनि त्यति बेलै साँझतिर फेरि मेरो बहिनी ज्वाइँ पनि आउनुभयो। घरमा सबैजना थियौँ, कुराकानी गऱ्यौँ, चुनावको माहौलमा भोट त हाल्यौँ। तर के कस्तो भयो, भोटको परिणाम पनि राम्रै आएको थियो, सबै राम्रो भएको थियो। अनि हामीले भने जस्तै सरकार बन्ने एउटा सपना आशा चाहिँ हामीले बोकेका थियौँ। सबैजना खुसी थियौँ, मेरो मम्मी बुवा पनि हुनुहुन्थ्यो घरमा। धेरै रमाइलो भयो। त्यस्तै कुराकानी गरेर आजको दिन गयो। साथीहरू, हजुरको दिन कसरी गयो कमेन्ट गर्न नबिर्सिनु होला, मलाई कमेन्टबाट भन्नु होला। किनकि मलाई फेरि हल्का रुगा पनि लागिरहेको छ, त्यो कारणले गर्दा बोल्दा पनि अलिकति स्वर चाहिँ धोत्रो भएको छ। अनि बोल्न नसक्दा पनि मैले अलिअलि अनि भिडियो बनाएर पोस्ट गरेको छु। माया गरेर हेरिदिनु होला भन्न चाहन्छु सम्पूर्णलाई। अनि मिठो मिठो गफले चाहिँ हामीले समय गएको पनि थाहा पाएनौँ। लगभग रातिको 10-11 बजिसकेको थियो। ओके, सबैजनालाई धेरै धेरै धन्यवाद मेरो मिनी भ्लग हेरिदिनु भयो, सपोर्ट दिनु होला। हस्त धन्यवाद। फेरि पनि भेटौँला अर्को भिडियोमा। ओके, बाई बाई।